आउनुहोस् आज यो फादर डेको समयमा बाइबलीय अनुसार एक पति भएर एक घरको हेरचाह गर्नुलाई कस्तो प्रकारको जिम्मेवारी छ त्यस विषय लिएर म हजुरहरूको बिचमा आएको छु। हामी एकछिन हेर्नेछौँ। पति र बाबुको हैसियतले आफ्ना जिम्मेवारीलाई उचित किसिमले पुरा गरी खतराबाट जसले आफ्नो घरलाई कसरी जोगाउन सक्छ त्यो कुरा हामी सोच्न पर्नुहुन्छ। पति या बाबु घरको मालिक हो। पहिलो कुरा हामी यो हेर्नेछौँ। पतिको अर्थ शिर वा मालिक हो र अन्य भाषाहरूमा यसको अर्थ हेर्दा चाहिँ त्यो हो जसले घरलाई एकै साथ प्रेम र खुसीले बाँध्न कोसिस गर्छ। आज हामी पतिलाई वैवाहिक जीवनमा पुरुषको स्थान प्राप्त गर्ने व्यक्तिको रूपमा मात्रै विचार गर्छौँ, तर प्राय जसो पुरै परिवार नै त्यस व्यक्तिमा भर परेको हुन्छ। कहिलेकाहीँ हामी ख्रिस्टलाई घरको शिरको रूपमा सम्बोधन गर्छौँ, जसको अर्थ यही नै हुन्छ कि उहाँका शिरहरूको प्रभाव घरमा हुन्छ, उहाँका शिक्षाहरूको प्रभाव पनि घरमा हुन्छ। तर पति चाहिँ घरको देखिने शिर हुनु र परमेश्वरको वचनका सिद्धान्तहरू त्यहाँ अभ्यास गरिएको छ भनी हेर्ने जिम्मेवारी उनमा हुन्छ। हरेक मानिसको शिर ख्रिस्ट हुनुहुन्छ र ख्रिस्टको शिर चाहिँ र स्त्रीको शिर चाहिँ तिनको पति हो। 1 कोरिन्थी 11:3 हामी हेरौँ भने यो कुरालाई भेट्नेछौँ। दोस्रोमा परमेश्वरले दिनुभएको पति या बुबाको जिम्मेवारी। आदमको निम्ति सहयोगी हुनको लागि परमेश्वरले हव्वालाई सृष्टि गर्नुभएपछि परिवारको शिरको हैसियतले मानिस परमेश्वरप्रति जिम्मेवारी छ र उसले आफ्नो परिवारको हेरचाह गर्नुपर्छ र आफ्नो घरमा भएका कुराको निम्ति ऊ परमेश्वरमाथि जवाबदेही हुनुपर्छ, किनकि पति पत्नीहरूको शिर हो जसरी ख्रिस्ट मण्डलीको शिर हुनुहुन्छ। एफिसी 5:23 भन्दछ। पतिले पत्नीलाई कमारालाई झैँ व्यवहार गर्नुपर्छ भन्ने यसको अर्थ हुँदैन, तर जे ठिक छ त्यसैको निम्ति ऊ खडा हुनुपर्छ। मनाही गरिएको फल हव्वाले खाइन्, आदमलाई पनि यो दिइन् र उनले तो खायो। तर त्यस घरको पति आदमलाई नै परमेश्वरले यस बारेमा प्रश्न सोध्नुभयो। आदमले हव्वालाई दोष दिने प्रयास गरे तापनि ती दुवैमाथि दण्ड आयो। घरको शिरको हैसियतले परीक्षामाथि विजय प्राप्त गर्ने उदाहरण पति नै हुनुपर्छ र परिवारका सदस्यहरूलाई विजयतर्फ डोर्याउनुपर्छ। हाम्रा आफ्नै भुल र पापका निम्ति अरूहरूलाई दोस्याउने प्रयासद्वारा हामी कुनै पनि असल कुराबाट प्राप्त गर्न सक्दैनौँ। तेस्रो कुरा, घरको पति या बाबु हुनको नाताले आफ्नी पत्नीलाई प्रेम गर्नु, एकैसाथ आनन्दित जीवनमा जिउनु नै महत्त्व हो। पत्नी पाउनेले असल कुरा पाउँछ भने बाइबलले बताउँछ तिनी परमेश्वरबाट कि आशिष हुन् भन्ने कुरा उसले विचार गर्नुपर्दछ र तिनको निम्ति परमेश्वरलाई धन्यवाद दिई तिनीसँग आनन्दित हुनुपर्छ। विवाहित व्यक्तिले आफ्नी पत्नीलाई प्रेम र मित्रतामा आनन्द मनाउनुपर्छ र उसले आफ्नो पुरै समय बाहिरी क्रियाकलापमा बिताउनु हुँदैन। परमेश्वरको वचन हितोपदेशले यसरी भन्दछ 5:18 तेरो युवावस्थाको पत्नीसँग त आनन्दित हो। यदि कोही मानिस आफ्नी पत्नीसँग खुसी हुन चाहन्छ भने त्यसले तिनका असल गुणहरूलाई
याद गर्नुपर्छ र आफूप्रति कृतज्ञ भएको कुरालाई तिनलाई अवगत गराउनुपर्छ। यदि तिनले असल खाना बनाउँछिन् भने त्यसप्रति कृतज्ञ हुनाले केही नक्सानी हुँदैन। यदि तिनी सुन्दरी छिन् भने तिनलाई तिमी अति सुन्दरी छौ भनेर उसको प्रशंसा गर्नमा पनि केही हानि हुँदैन। आफ्नी पत्नीका भुलहरूलाई घरिघरि दोहोऱ्याउने र उसलाई भन्ने गर्यो भने त्यस घरमा पति र पत्नीको बीचमा प्रेमको सम्बन्ध राम्रो हुँदैन भनी हामी जान्दछौँ। पति र पत्नीले आफ्ना भुलहरूमाथि विजय प्राप्त गर्नको लागि तिनीहरूलाई एक अर्काको प्रेम र उत्साहको आवश्यकता धेरै हुन्छ। चौथो कुरा, निस्वार्थी भई पत्नीलाई प्रेम गर्नु। बाइबलले हामीलाई प्रेमको बारेमा धेरै बताएको छ। हाम्रो निम्ति भएको परमेश्वरको प्रेम, परमेश्वरको निम्ति भएको हाम्रो प्रेम र अरू मानिसहरूका निम्ति भएको हाम्रो प्रेम, जसले हामीलाई सिकाउँछ कि आफ्नी पत्नीको निम्ति भएको पतिको प्रेम विशेष किसिमको प्रेम हो, जुन चाहिँ अरूभन्दा धेरै नै फरक हुन्छ। मृत्युले तिनीहरूलाई अलग नगरेसम्म सारा संसारमा तिनी मात्र उसकी जीवन साथी तथा पत्नी हुने छिन्। उसले आफ्नै अङ्गको रूपमा तिनलाई प्रेम गर्नुपर्छ। निस्वार्थी प्रेमको उत्तम उदाहरण चाहिँ मण्डली अर्थात् हाम्रो निम्ति ख्रिस्टको प्रेम हो। उहाँले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो। पतिहरूले पनि आफ्नी पत्नीहरूलाई यसरी नै प्रेम गर्नुपर्छ भनी बाइबलले बताउँछ। एफिसी 5:25ले यसरी भन्दछ, पति हो आफ्ना पत्नीहरूलाई यसरी नै प्रेम गर, जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। कुनै कुनै ठाउँहरूमा मानिसहरूले आफ्नी पत्नीहरूलाई आफूले किनेको सम्पत्तिको टुक्रा जस्तो गरी व्यवहार गर्छन्। तिनीहरूमाथि आफूले खर्च गरेको रुपियाँ पैसाको कारणले नै उनीहरूलाई वास्ता गरेका हुन्छन्। तर बाइबलले सिकाउँछ कि आफूले आफ्नी पत्नीलाई प्रेम गरेको कारणले नै एक व्यक्तिले तिनको हेरचाह गर्नुपर्छ। पतिहरूले पनि आफ्ना पत्नीलाई आफ्नै शरीरलाई चाहिँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ, किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गर्छ र पालन पोषण गर्छ, जसरी ख्रिस्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ। हामी एफिसी 5:28 र 29 हामी हेरौँ भने भेट्नेछौँ। यदि कुनै मानिसले आफ्नी पत्नीलाई आफूलाई चाहिँ प्रेम गर्छ भने उसकी पत्नीलाई जे कुराले चित्त दुखाउँछ त्यसले उसलाई पनि चित्त दुखाउनु पर्छ। उसले तिनलाई खतरा र दुःखबाट बचाउने कोसिस गर्छ र आफ्नो भन्दा पनि आफ्नी पत्नीको भलाइको बारेमा सोच्नु पर्दछ। मानिसले आफ्नी पत्नीको निम्ति यस्तो किसिमको प्रेम धेरै किसिमले देखाउन सक्छ। तिनीसँग कठोर किसिमले बोल्नुको सट्टा तिनीहरूप्रति भला, दयालु र विचारशील हुनुपर्छ भनेर कलेसीको पुस्तक 6:19ले पनि हामीलाई भन्दछ। पति हो आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहो। तिनका खाँचोहरू पुरा गरिदिएर तिनलाई खुसी पार्ने कोसिस गरेर म तिमीलाई माया गर्छु भनी पतिले व्यवहारद्वारा देखाउन सक्छन्।
यदि मानिसले आफूलाई मन परेको थोक किन्नका लागि अलिअलि पैसा खर्च गर्न सक्छ भने उसले आफ्नो पत्नीको लागि पनि त्यही गर्नुपर्दछ। आफ्नो पत्नीलाई बेला बेलामा केही थोक किनिदिएर उसले आफ्नो प्रेम र कृतज्ञता प्रकट गर्नु नराम्रो कुरा होइन, प्रकट गर्नुपर्छ। हामी त्यो कुरालाई प्रकट गरेर उसलाई देखाउनु पर्छ कि पतिले मलाई प्रेम गर्छ भनी ऊ खुसी हुन सक्छन्। यदि पति र पत्नीको जीवनभर एकै साथ रहन र आफ्नो सम्बन्धमा दिनदिनै बलियो हुन चाहन्छ भने एक अर्काको निम्ति तिनीहरूले निस्वार्थ प्रेमलाई बढाउनु पर्छ। पति र पत्नीको बीचमा भएको खाँचो प्रेमले तिनीहरूको घरलाई धेरै खतराबाट सुरक्षा गर्छ। आफ्नी पत्नीलाई प्रेम गर्ने पतिले अन्य स्त्रीसँग शारीरिक सम्बन्धहरू जोड्ने प्रयास गर्दैन, उसले आफैलाई पवित्र राख्नलाई कोसिस गर्दछ। परिवारहरूले नै सम्बन्ध मिलाइदिएका विवाहहरूमा सुरुमा यस्तो किसिमको प्रेम पाइँदैन होला, तर यसलाई वृद्धि गर्न सकिन्छ। परमेश्वरले यस्तो किसिमको प्रेम दिन सक्नुहुन्छ। अन्तिमको सुझाव यही छ, पति र पत्नीको बीचमा उब्जिने समस्या र तनावहरूबाट तिनीहरूको प्रेमलाई कमजोर बनाउन सुरु गर्यो भने तिनीहरू प्रार्थनामा परमेश्वर कहाँ जानुपर्छ। सबै खाँचोहरू परमेश्वरलाई देखाउनु पर्छ। परमेश्वरमा पूर्ण रूपले समर्पित गरिएको जीवनले विवाहित दम्पतिको बीचमा प्रेमलाई बलियो पार्न सक्छ, जसले जति धेरै आफूलाई परमेश्वर कहाँ दिन्छ उसले परिवारको निम्ति अझ धेरै प्रेम परमेश्वरले उसलाई दिनुहुन्छ र घर पनि त्यति नै धेरै आनन्दित हुन्छ। कसैले यसो पनि भन्छन्, एकै साथ प्रार्थना गर्ने परिवार एकै साथ रहन्छ। परमेश्वरले हजुरहरूलाई आशिष पार्नेछन्। आमेन।